कति कामले आयो कृष्ण? खै त्यही अस्ति हजुरलाई बिन्ती गरिरहेको थिएँ। ए हो त नि, तिमीले कति भने अरे? 500 होइन? त्यही 500 रुपियाँदेखि अहिले गर्दा टर्दै गर्थ्यो, त्यसैले हजुरलाई दुःख दिउन आएको म। के को दुःख? गाउँघरको धर्मै हो। ए खुरमाने कालो बना बना। हजुर। लिनदिनको मामला एउटा सम्झौता त गर्नै पर्यो। फेरि अब भाका कहिलेको राखौँ? 4 महिना जतिको भाका पाएदेखि सामा ब्याज आफ्नै बारीको मको भागतिर तिर्ने थिएँ। ल लो 4 महिनाको भाका राखिदिएको छु। लो हिसाब गर। लो खुरबाने हिसाब गराऊ। एक दुई तीन चार पाँच नभन्छ न। चलो चलते कारो 1,10,000 5,000 अक्षर में 5,000। ए बा 500 कि 5,000? त्यो त 5,000 पो लेखेको छ। ह कहाँ? ए हो त रहेछ। ल बुढो भएपछि आँखाले पनि अलि धर्मर भयो, हात पनि लगपगाएछ। एउटा सुन्न कहाँबाट व्रत परेछ? अक्षरमा पनि 5,000 भनेर लेखेको छ। पख पख म यसलाई ठिक गरिहाल्छु नि। यसलाई सँगै ल्याएको पनि राम्रै गरिछु। छोरीलाई स्कुल पठाएर ठुलो बुद्धिमानी गरिछु। कसो साउबा? हो त नि, ठिकै रहेछ नि। अब 500 रुपियाँको कुरो एकै ठाउँ एकै गाउँमा बस्ने, आखिर त इमान जमानमा तिरिहाल्छस्। म यो कागज च्यातिदिन्छु नि, के हो र? ल बरु चाँडो तिरेस्। म इमान जमान भएको मान्छे लटरपट जान्दिन, भाकामा त तिरिहाल्छु नि साउबा। 500 ल 500। साउबाजे फेरि पनि हजुरको हातले काम गरेर भने मलाई भन्नुहोस् है, म हेरिदिइहाल्छु नि।